प्रेममा धोका खानु भएको छ, यो लाइन तपाईँको लागि। धोका पाउनु अन्त्य होइन, नयाँ सुरुवातको सङ्केत हो भनेर बुझ्नुहोला। जसले तपाईँलाई धोका दियो उसले आफ्नो असली रूप देखायो। अब तपाईँले आफ्नो असली शक्ति देखाउनु पर्छ। तुतेको मुटुले नै बलियो मान्छे बनाउँछ। जीवनमा सबैभन्दा ठुलो बदला सफल भएर देखाउनु हो। त्यसकारण धोका खाएपछि रोइन्छ, तर त्यही आँसु सफलताको इन्धन बन्छ। गलत मान्छे तादा हुनु पनि भगवानको राम्रो योजना हुन सक्छ। प्रेमले धोका दियो भने पनि जीवनले कहिले धोका दिँदैन। आफ्नो मूल्य बुझ्ने मान्छे कहिले धोका खाने ठाउँमा बन्दैन। बुझ्नु होला। कस्तो लाग्छ? त्यस्तै सुझाव सल्लाह दिन चाहिँ नभुल्नुहोला। धन्यवाद।